कथा यस्तो छ। मान्छेले बोल्नुभन्दा अगाडि अलिकति सोचेर बोल्नुपर्छ भन्ने कुरा छ। एउटा डाक्टरले आफ्नो क्लिनिकको अगाडि बोर्ड टाल्छ। बोर्डमा लेखिएको हुन्छ, यदि कुनै मरिजको बिमारी जाती भएन भने, ट्रिटमेन्ट गरे पछि पनि जाती भएन भने 1000 रुपियाँ डाक्टरले तिर्नेछ। तर जाती भयो भने 1000 रुपियाँ मरिजले अथवा बिमारीले तिर्नुपर्छ भन्ने लेखिएको थियो। एकजना निकै चङ्ख मान्छेले पढ्यो अनि स्वाटै पस्यो। अलिकति पैसा कमाउने, 3000 जस्तो पैसा कमाउने मौका देख्यो। उसले स्वाटै पस्यो अनि बस्यो डाक्टरको अगाडि चौकीमा। अनि डाक्टरले सोध्यो, के हुन्छ तपाईलाई, के बिमारी छ भन्दा उसले भन्यो, म कुनै चिजको गन्ध थाहा पाउँदिन। के भयो? धेरै भयो मैले कुनै गन्धहरू, कुनै वासनाहरू थाहा नपाएको, त्यसैको लागि आएको नि भन्दा डाक्टरले सिस्टरलाई भन्यो, दबाई सुँगाइदिनु नि भन्यो। अनि सिस्टरले पेट्रोल हातमा हालेर ल्याएर यसो दल्दिन्, ए यो त पेट्रोल हो भन्यो बिमारीले। जाती भयो तपाईँको बिमार, 1000 ल्याउनुहोस् भन्यो डाक्टरले। अनि 1000 तिर्नु पर्यो, किनभने गन्ध थाहा पायो नि त। अनि सोच्यो बिमारीले मनमा, अब 2000 त म दिए पो, 2000 त म लिन्छु जसरी पनि भन्यो। अर्को पालि फेरि आयो डाक्टरकोमा। यसपालि के भयो तपाईँलाई? डाक्टरले सोध्यो। मेरो जिब्रोले केही स्वाद पाउँदैन। के भयो? पिरो चर्को अमिलो, कुनै स्वाद थाहा पाउँदैन भनेपछि डाक्टरले सिस्टरलाई भन्यो, अलिकति दबाई खुवाइदिनुहोस् न मलाई। अनि सिस्टरले एक बिर्को बोतलको बिर्को एक बिर्को पेट्रोल ल्याएर गर्नुहोस् त भनेर सट्ट खुवाइदिए। ओहो, यो त पेट्रोल हो भन्यो बिमारीले। स्वाद आयो, तपाईँको जिब्रोले स्वाद पायो, 1000 डाक्टर फी दिए तपाईँ जाँदा हुन्छ भनेपछि 1000 उसले तिर्नु पर्यो डाक्टर फी। अलिक पछाडि फेरि एक दिन बुद्धि लगाएर सोचेर आयो। डाक्टरले भने, के भयो तपाईँलाई फेरि भन्दा, मेरो कानले सुन्दैन, दुईटै कानले काम गरेन डाक्टर साहब भनेपछि डाक्टरले भन्यो, सिस्टर उहाँको दुईटै कानमा पेट्रोल हालिदिउ त भनेपछि पेट्रोल हालिदिनु भन्दा डाक्टरले भन्यो, ए सुन्यो, तपाईँको कानले सुनिहाल्यो, ल अब जाती भयो, तपाईँ जाँदा हुन्छ भनेर डाक्टर फिस लिएर जानुहोस् है भनेर भन्यो। अनि 3000 रुपियाँ चाहिँ त्यो डाक्टरले पेट्रोलले नै कमाए। अलिकति पेट्रोलले 3000 रुपियाँ सजिलै आयो। त्यो चाहिँ बिमारीको बोल्ने तरिका पनि नपुगेर होला। यो कथा नानीहरूको लागि पनि उपयोगी हुन्छ भनेर मैले भनेको। धन्यवाद।